हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोमा। हाम्रो घरमा चाहिँ अहिले आउनुभएको छ पाहुना चाहिँ को भन्दाखेरि यहाँ चाहिँ मेरो साइन्स सानीमाको छोरी अनि आउनुभएको छ कान्छी सानी। यिनलाई चाहिँ धेरै दिनदेखिबाट केक सिक्न एकदमै रहर थियो अरे र आएको टाइममा सिक्छु भन्नु थालेँ र मैले सामानहरू ल्याएर क्रिम फिट्न लगाइरहेको छु। मेरो चाहिँ अहिले टी टाइम भएको थियो र मैले चाहिँ चाय बनाएर सबैलाई दिएँ र चाय पिसकेको बादमा हेर्दाखेरि यिनले पुरा फिटेर रेडी गरिछन् र म चाहिँ बाहिर निस्केर हेरेको त मेरो फुलको पटहरूमा पानी दिने टाइम भएको रहेछ। फुल चाहिँ यति राम्ररी खिलेको छ नि अहिले चाहिँ। र यता हुनुहुन्छ मेरो कान्छी सानी र मम्मीले चाहिँ नानीलाई बोकिराख्नु भएको रहेछ, नानीहरू चाहिँ खेलिरहेको रहेछ। यसरी घरमा पाहुना आयो भने चाहिँ मलाई एकदमै राम्रो लाग्छ, यति खुसी लाग्छ नि नभन्नु। र यता केक चाहिँ स्पन्ज चाहिँ एकदम मजाले बनाइदिनु, यति राम्ररी भएको थियो नि स्पन्ज चाहिँ फुलेर र 3टा लेयरमा कट गर्न लगाएर सुगर सिरपले सर्भ गरिदिन्छु। र उनको छोरा यिन चाहिँ लिटिल कृष्ण जस्तै मेरो नानु र दुईजना मिलेर चाहिँ क्रिम खाइरहेको रहेछ। हेर्नु न, नानीहरूलाई चाहिँ कति केक मन परेको। यता सानी हुनुहुन्छ र म चाहिँ कपडा मिलाउनु थियो, दिनको थुप्रै थियो र मैले चाहिँ यसलाई भित्रै बोलाएँ यता मेरो रुममा। र यता बनाउँदैछन् यिनले चाहिँ केक र दिदी पनि आइपुग्नु भएछ। एकदम राम्ररी बनाइन् भनेर देखाइराख्नु भएको थियो र अहिले चाहिँ डिजाइन गर्दैछन् उनले। डिजाइन पनि उसको हिसाबले गरेकिन अब फास्ट सिक्लाई फर्स्ट केक हो नि त यिनको यो चाहिँ। र फाइनली लुक हेर्नु न यस्तो राम्रो बनाइछन्। हजुरहरूलाई कमेन्ट गरेर भन्नु होला है त्यो कस्तो लाग्यो। र यहाँ चाहिँ देखाइरहेको थिएँ भिडियो कल गरेर उसको मम्मीहरूलाई सानीहरूलाई देखाइरहेको थिएँ। नानीहरू चाहिँ केक खानलाई एकदमै एक्साइटेड भएर हेरिरहेको थियो कतिखेर काट्नुहुन्छ र खानु भनेर। र सबैजनाले हामीले चाहिँ केक इन्जोय गऱ्यौँ र धेरै टेस्टी बनेको थियो। हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्नु।